हिजो राति कति चोटि? 3 चोटि गई। प्यारी समझ गई। मुख चाहिँ हुँदै रहेछ है केटा हो। के हुन्छ र? कहाँबाट निस्क्यो धुवा निस्किरहेको छ। पुरै धुवा निस्केर खासै त्यस्तो छ। मान्छेको खत चिलाइसक्यो। गालो है फेरि गालो। स्टार्ट गर्दै त्यही छैन। के छैन रे गलो? लुम्बा छैन लुम्बा। टेंशन नहीं लेने का, अपुन है ना। हेलो गुड इभिनिङ एभ्रिवान, वेलकम ब्याक टु माई अनदर न्यू ब्लग। सो हजुरहरूलाई धेरै धेरै माया र सम्झना स्वरूप यो भिडियोबाट हामी चाहिँ आजको यात्रा कहाँ अरे गलो? केटीएम काठमाडौँ, रौतहट टु काठमाडौँ राइडमा हो। यसो 11 बजिसक्यो, 12 बजी निस्किनु हुन्न भनेर हामी चाहिँ अब 12 बज्न लाग्छौँ। त्यतिखेर अब यतिखेर हिँड्न लाग्छौँ, कतिखेर पुग्छ थाहा छैन है। खासै टाइम त लाग्दैन धेरै त, 2 आवर लाग्छ समथिङ त्यस्तै लाग्छ। सो भिडियो जस्तो भए पनि हेरिदिनु होला, माया गरिदिनु होला है। त्यही नै हो। अब तलतिर गएर भेटौँला के अरे। अब त्यही नै हो। हेरौँ सेक्सी बाइक हो नि फेरि, बाइक यो हो नि यो। अरू केही भन्ने हो? म केही भन्नु छैन हजुर। यता मुनि हेरौँ यहाँ साइलेन्सर गुच्चिएको छ। त्यही नै हो। अब हामी चाहिँ हिँड्छौँ यहाँदेखि है। मस्त राइडमा अब हेरौँ। एकछिनपछि भेटौँला है त। हेलो गाइज। केही भनिदेऊ न त नि। के भन्नु के भन त कल? केही नभन्ने यार, मैले फ्रेसमा छैन। होइन होला के हो? फ्रेसमै हुनुपर्ने हो। हिजो राति कति चोटि? 3 चोटि गई। 3 चोटि गई। एहे रहा नहीं जाता, तड़प ही ऐसी है ना। नहीं सोके त्यही नै हो। रमाइलो हुन्छ साथीहरूसँग हिँड्दाखेरि है। हाम्रो बाइकको चाहिँ एकदम हालत बिग्रेको रहेछ। साइलेन्सर झारिसकेको रहेछ। साइलेन्सरको नट त्यो के अरे भाँचिएर भित्रै बसेछ के अरे। अब चाहिँ खत्तम होला जस्तो छ। हेलमेटको पारे यस्तो छ फेरि, यस्तो सो काठमाडौँ नपुग्ला जस्तो लाग्यो। यो टाइममा यस्तो भिगारी भयो नि यार। पैसा सुक्को छैन, बाइकमा तेल हाल्ने पैसा पनि छैन यार। आमा खुवाउने औँसी आइसक्यो, गिफ्ट के दिने हो? सरी है मम्मी, मैले केही पनि दिन सकिनँ। अब त्यही नै हो। झन् कति दिन भइसक्यो घरमा नआएको नपुगेको। घरमा आएन भनेर नराम्रो नमान्नु होला मम्मी है। सधैँ माया हुनेछ तपाईँको लागि, सधैँ माया गरिरहनेछु। अब दिन नसके पनि माया चाहिँ एकदम धेरै है मम्मी, लभ यु। हेलो, अब चाहिँ हामी हिँड्नुपर्ने हुन्छ है। दाइ हामी गएको है, राम्रोसँग बस्नु होला। हामी चाहिँ पेट्रोल पम्प आइपुगिसकेको छौँ। अब बाइकले तेल भने फेरि मान्छेले पानी खासरी खान्छ है। फुल ट्याङ्क हाल्ने कि कति हाल्ने? कति हाल्ने मान्छे? हामी चाहिँ अब तेल हाल्दैछौँ है। पम्पमा आएर मोबाइल चलाउनु हुँदैन, बन्द गरेर पर्छ। ब्लग बनाउँदै हो क्या? सरी नि दिदी। अब चाहिँ हामी हिँड्नुपर्ने हुन्छौँ। यहाँ आएर चाहिँ त्यो के अरे मोबाइल लाउड छैन अरे, सरी है। के छैन अब थाहा थिएन पहिला, नत्र मोबाइल अन गर्ने है। सरी है।
छु के गर्नु यस्तै भयो अब पहिला थाहा म काठमाडौँ हिँड्नु पर्यो भेना ल राम्रोसँग बस्नु है त कस्तो लाग्यो त कस्तो थियो एक रुपियाँ छैन मान्छेसँग है यो टाइममा यति भिखारी भयो कि कसम न आफ्नो मान्छेहरू कोही हुनु अब बाबामा धनी भएको भएको एउटा कुरा बाबामा धनी छैन के अरे खानदान धनी नभएपछि यस्तै हो ढुक्कै छु है केही छैन यतिको त जिन्दगी पाएकै हो नि चराको बच्चा हेर्न आएको छैन रहेछ त यहाँ आली उनीहरू त्यहाँदेखि फर्केर आएर पनि छ हावा त्यसै बाइक फर्काउ छिटो बच्चा जस्तो यार यो त्यो जुरेलीको बच्चा हुन्छ अरे त्यो पाल्न मजा आउँछ अरे भनेर बच्चै जस्तो छ कि थेट मान्छेको थेट चिलाइसक्यो कालो है फेरि कैसा लगा मेरा मजाक काला चिलाइसक्यो हाँसिरहेछ मासुला चलो कहाँ चलो काठमाडौँ चलो स्टार्ट तेल छैन तेल छैन तेल छैन के छैन रे गर्नु लुम्बा छैन लुम्बा तेल छैन कसरी पुग्ला काठमाडौँ भइरहेछ यहाँ हाम्रो सोनामले चाहिँ अब गीत गाउँदैछ अलिक ठुलो साउन्डमा गाइदिएको साथी अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। चले एक काम कर, 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह। तेरी दादागिरी निकाल दूंगा मैं। हेर्न सक्नुहुनेछ यता पनि अब गङ्गु छेत्रीको धारा जस्तै रहेछ। गङ्गु छेत्रीको धारा कसको रे गलु? माल है यार। बिल्कुल चुप, हिम्मत कैसे हुई तेरी मुंह खोल? माल है, कसको माल? छेत्री। को छेत्री? गङ्गु। I am sorry बाबू। को छेत्रीको त कहाँ आउने रहेछ? हेलो गाइस, मुख चाहिँ हुँदै रहेछ है केटा के हुने रहेछ रे? एकदम फ्रेस भइरहेछ हामी अब। के हुन्छ र? गजब बेइज्जती है। आनन्द भोज सुरु गरिसक्यो। लगा सहीको झड्का। तुमसे ना हो पाएगा। छेउमा त अहिले बाइकले हाल्छ। एकदम बवाल छ है घरमै। यहाँ कहाँ बस्न सकिन्छ त नि? यहाँ बस्यो भने त कालो होइन कालो हुन्छ। है त्यो ठाउँको गर्मी चाहिँ लास्टै थेट हावा पनि त्यस्तै भयो। अब राइट हान्न चाहिँ मलाई दिएको छ के अरे उसले। ल है त राइट हान्दैछ है मिस्टर सुनिल तामाङले। देख्न सक्नुहुनेछ हजुरहरूले काफल कतिको छ भनेर है। बागमती अञ्चलीका चञ्चलीहरू आहा नि बधाई कति मिठो सला पुता। ल त बेबी काफल खाऊ बेबी। ल बेबी नरिसाउ न बेबी। त्यसरी खानुपर्ने। ओ बाँदर धुवा निस्किरहेछ कि गलु? निस्किरहेछ हौ धुवा। कहाँबाट निस्क्यो धुवा निस्किरहेछ पुरै।
के गर्मी महिनामा यस्तै हुन्छ यार थेट बाइक झन्न आगो लागेन यार थेट फाइनली हामी चाहिँ काठमाडौँ भ्याली छिरेम है सो राति हामीले प्यारी समझ गई फाइनली काठमाडौँ आइपुगिसक्यो 2 दिनहरूको यात्रापछि हामी काठमाडौँ आइपुगिसकेको छौँ सो अब भिडियो कस्तो लाग्यो हेरिदिनु होला साथमा गरिदिनु होला माया गरिदिनु होला है च्यानलमा सब्सक्राइब सेयर लाइक कमेन्ट सबै गरिदिनु होला र त्यति भन्दै यो सुनिल तामाङ साइना झाँक्रीको नाति र कसको नाति रे आज के हो हामी नाति दुईजनाले चाहिँ हजुरमा आज दिन चाहन्छौँ हस्त धन्यवाद नमस्ते बाबा आई लभ यु अल